नमस्ते साथीहरू, मेरो युट्युब च्यानलको यो पहिलो भिडियोमा तपाईहरुलाई स्वागत छ। आज म तपाईहरुलाई आज भर्खरै खुलेको राष्ट्रिय तथ्याङ्क कार्यालयको भ्याकेन्सी जुन करारमा अहिले भ्याकेन्सी खुलेको छ आज मात्रै 2082 साल माघ 1 गते त्यसमा तपाईहरु सबैतिर कसरी फर्म भर्ने अनलाइनमा कसरी फर्म भर्ने भनेर खोजिरहनु भएको छ, भेटिरहेको छैन। त्यसले म यो भिडियो लिएर आएको छु। तपाईहरु सबभन्दा पहिला फर्म भर्नको लागि अनलाइन फर्म भर्नको लागि यसमा जानुहोस् र यहाँ HRMS NEPAL नेपाल भनेर टाइप गरेर अनि सर्च गर्नुहोला। यहाँ आइसक्यो नेशनल इकोनोमिक सेन्सस 2026 HRMS फर्म भनेर। अब यहाँ क्लिक गरेपछि तपाईहरुको फर्म खुलिहाल्छ। अब यहाँ भनेको छ सबै विवरण भर्न अनिवार्य छ, अल फिल्ड्स आर म्यान्डेटरी भनेको छ। अब यहाँ तपाईहरु यो हेर्दै जानुहोला, आफ्नो सबै भनेको कुराहरु भर्नुपर्ने हुन्छ। पहिलोमा छ आवेदकको पद भनेको छ, त्यसपछि प्रदेश, जिल्ला, नगरपालिका, गाउँपालिका के छ। यहाँ यसरी नै तपाईहरु सबै कुरा भर्दै जानुहोला। र यसमा चाहिँ एउटा कुरा के ध्यान दिनुपर्ने हुन्छ भन्दाखेरि तपाईले जुन डकुमेन्ट्स र फोटो अपलोड गर्नुहुन्छ त्यो 200 KB भन्दा तल अथवा कम अथवा तपाईहरुले 200 KB सम्मको मात्रै अपलोड गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईहरु पहिला नै फोटो रिसाइज गरेर त्यसपछि अपलोड गर्न सक्नुहुनेछ। अनि त्यसपछि यहाँ विवरणहरु सबै भर्दै जानुहोला। जन्म मिति छ सनमा र विक्रम सम्वत दुईटैमा भर्नुपर्ने हुन्छ। यहाँ त्यसपछि तपाईहरु यहाँ गएर नागरिकता नम्बरहरु सबै भरिसकेपछि यहाँ तपाईले 200 KB भन्दा कमको अथवा 200 KB को यहाँ नागरिकताको प्रमाणपत्र अपलोड गर्नुहोला। त्यसपछि यहाँ स्थायी ठेगाना छ अनि अस्थायी भए पनि यहाँ त्यसपछि तपाईहरुले ठेगाना यहाँ भर्नुपर्ने हुन्छ। यदि तपाई अन्य ठाउँमा बसिरहनु भएको छ स्थायी ठेगाना भन्दा अन्य ठाउँमा अनि यहाँ भर्नुहोला। अनि त्यसपछि स्थानीय र अस्थायी ठेगाना एउटै छ भने पनि यहाँ अप्सनहरु छ। सबै कुरा यहाँ भरिसकेपछि तपाईहरुले यहाँ गएर सबमिट गर्न सक्नुहुनेछ। यहाँ फाइलहरु अपलोड गर्नुपर्ने हुन्छ। फाइल अपलोड गरिसकेपछि सबमिट गरेर अनि त्यसपछि यसरी सबमिट गरिसक्नु भयो भने यहाँ मैले त्यहाँ डकुमेन्ट्स नभरेर अनि विवरण नभरेर चाहिँ मैले यहाँ यस्तो आइरहेछ। तपाईहरुले भरिसकेर सबमिट गर्नुभयो भने चाहिँ एउटा तपाईको दर्ता नम्बर दिन्छ, त्यो चाहिँ तपाईहरुले अहिले राख्नुपर्ने हुन्छ। पछि यो तपाई छनौट भएपछि सर्टलिस्ट भएपछि चाहिँ त्यो लिएर जानुपर्ने हुन्छ। हस्त आजको लागि यति नै। अर्को भिडियो सम्बन्धित विषयसँग सम्बन्धित विषय लिएर आउने छु। आजको लागि यति नै, धन्यवाद।